एभ्रिवान, सो आजको भिडियोमा चाहिँ लेट्स टक अबाउट सनस्क्रिन। तपाईहरुले बारम्बार सुनिराख्नु भएको होला, सनस्क्रिन चाहिँ स्किन केयरको मोस्ट एसेन्शियल प्रोडक्ट हो। यसलाई चाहिँ तपाईहरुले दिनमा एकचोटी मात्र नभएर बारम्बार 2-2 घण्टा अथवा 3-3 घण्टाको टाइम डिफरेन्समा रिअप्लाई गरिराख्नु पर्छ भनेर। सो आज चाहिँ मसँग भएको एउटा यो सनस्क्रिनको बारेमा केही कुराहरु भन्न गइरहेको छु। अनि यो सनस्क्रिन चाहिँ मैले मिसिसाबाट लिएको हो अनि यो चाहिँ मेरो सेकेन्ड बोतल हो। अनि यो सनस्क्रिन चाहिँ एकदमै राम्रो छ। फर्स्ट कुरा चाहिँ मलाई यसको मन परेको भनेको चाहिँ यसको स्मेल हो। एकदमै क्रिमी टेक्सचरमा आउँछ यो सनस्क्रिन चाहिँ। अनि मलाई चाहिँ मेकअप गर्दा लगाउनु पर्ने भएकोले मलाई चाहिँ यस्तै क्रिमी टेक्सचर भएको सनस्क्रिनहरु मन पर्छ, जुनले चाहिँ व्हाइट कास्ट पनि छोड्दैन। अनि कुनै कुनै सनस्क्रिनहरु चाहिँ लगाइसकेपछि ड्राई हुन्छ अनि पछि मेकअपको बेसहरु नबस्ने हुन्छ, तर यो सनस्क्रिन लगाएपछि चाहिँ मेकअपको बेस एकदमै राम्रोसँगले बस्छ। तर यसको राम्रो पक्षहरु त मैले भनिहालेँ, तपाईहरु देख्न सक्नुहुन्छ। व्हाइट कास्टहरु केही छोड्दैन, एकदम मोइस्चराइजर पनि नलाइकन तपाईहरुले डाइरेक्ट यही सनस्क्रिन मात्रै लगाएर पनि मेकअप गर्न सक्नुहुन्छ और यतिकै पनि हिँड्न सक्नुहुन्छ। तपाईहरु यो मेरो फेसमा साइन देखिराख्नु भएको छ। यो मैले सनस्क्रिन मात्रै लगाएको, अघि मैले मोइस्चराइजर लगाएको थिइनँ। बट यो सनस्क्रिनसँग चाहिँ मेरो एउटा प्रब्लम चाहिँ के छ भने, मैले यो सनस्क्रिन अप्लाई गरे युजुअली चाहिँ लगाइसकेपछि एकदम त्यस्तो धेरै मेरो आई त वाटरी और टेरी त हुँदैन, तर पनि आँखा एकदम पोल्छ यो सनस्क्रिन लगाइसकेपछि। र यो प्रब्लम चाहिँ मलाई मात्रै हो कि तपाईहरुलाई पनि हो, कमेन्ट गर्नु होला। अनि मैले चाहिँ अब सनस्क्रिन यस्तै खालके सनस्क्रिन अरु कुनै छ भने तपाईहरुले मलाई सजेस्ट पनि गर्नु होला। सो डिस्पाइट अफ लभ यो सनस्क्रिनलाई चाहिँ म अब सकेपछि फेरि नचलाउने भनेर सोचिरहेको छु। सो तपाईहरुसँग कुनै यस्तो खालको सनस्क्रिन छ जसले सेम फिनिशिङ दिन्छ तर मेरो आँखा चाहिँ नपोलोस् भनेर, कुनै पनि यस्तो सेन्सिटिभ आइजको लागि, आई डोन्ट नो आँखा मेरो त्यस्तो सेन्सिटिभ छ भनेर, तर पनि कुनै पनि तपाईहरुसँग त्यस्तो खालको सनस्क्रिन तपाईहरुले युज गर्नुभएको छ भने मलाई प्लिज कमेन्ट गरेर भनिदिनु होला कुन सनस्क्रिन युज गर्दा बेटर हुन्छ। हस्, थ्यांक यू, बाइ बाइ।